Hi guys, so let's GRWM. Let's get ready with me. कति बालेर get ready with me भिडियो बनाएर चाहिँ किनकि दिउँसै यति अँध्यारो छ यार। बल्दै ठिक छ। के गर्दा ठिक छ? बत्ती बाल्दा, बत्ती नबाल्दा। बत्ती बाल्दा, बत्ती नबाल्दा। बत्ती नबाल्दै ठिक छ जस्तो लाग्यो गाइस। यति धेरै कन्फ्युजन छ नि जिन्दगीमा। कपाल इज कपालिङ अनि मैले स्किन केयर गरिसकेँ। आज चाहिँ म लुगा मात्रै लाउँछु अनि कुनै पनि बकस गर्दिनँ यो भिडियोमा। यदि मैले बकस गरेँ भने माफ गरिदिनु होला। सो मलाई चाहिँ यो टी सर्ट लाउनु मन छ क्या होइन। यो स्क्रिनमा चाहिँ एकदम ठुलो देखिरहेको छ तर इन्डिया चाहिँ अलिकति सानो छ। अनि म जस्तो मान्छे यो टी सर्टमा कसरी फिट हुन्छ। यो यस्तो दामी टी सर्ट हो नि होइन। मैले धेरै वर्ष देखिरहेको छु किन भन्दाखेरि यसको फ्याब्रिकको क्वालिटी यस्तो दामी थियो। मैले यो लोकल मन पराएको थिएँ क्या। अनि यसको क्वालिटी मलाई यस्तो राम्रो लाग्यो कि अहिलेसम्म पनि मैले लगाएको यो आज लगाउनु मलाई लेट्स सी यो हुन्छ कि हुँदैन। भएन भने अर्को टी सर्ट लगाउनुपर्छ यार गाइज। सो यसको तल चाहिँ म यस्तो खालको बेली प्यान्ट लगाउनु गइरहेको छु। बेली प्यान्ट देखिरहेको छ कि छैन गाइज? देखिरहेको छ होला। बेडमा जसले देखाउँछ यस्तो खालको लगाएर देखाउँछ पनि यस्तो बगाल छ नि। मलाई लास्ट राम्रो लाग्छ कि गाइज। ल कसैलाई देख्नु भएको छ यसरी बेडमा चढेर भिडियो बनाएको? मै मात्र त्यस्तो हो क्या। एकदम धेरै स्पेस कम छ यो घरमा मेरो लागि भनेर। मेरो मम्मी ड्याडी हुनुहुन्छ नि, मम्मी ड्याडीलाई गएर भन्नु पर्यो मेरो लागि एकदमै स्पेस कम भयो घरमा भनेर। अब म एउटा दुइटा होइन यो दुइटा इयरिङ्स लाउँछु क्युट खाले होइन। अनि बल्ल मेकअप गर्छु। सरी मेकअप गरौँ गाई। मेकअप भने मेकअप होइन। स्किन केयर गरिसकेँ मजाले। अब म लगाउँछु प्राइमर अनि देन फाउन्डेसन भन्दा नि बिबी क्रिम लगाउँछु गजको होइन। एउटै त छ त्यही त लाउँछु हेर। जिन्दगीमा चाहिँ होइन अलिकति सिरियस भएर भिडियो बनाऊँ भन्ने सोचेँ तर खै यार सिरियसै हुन सक्दैन। रहेछु बिबी क्रिम अनि त्यसपछि गएर लगाउँछु। यो चाहिँ अलिअलि मात्रै लगेर गाइस, धेरै चाहिँदैन मलाई। किन भन्दाखेरि चाहिँ नि जिन्दगीमा सिरियस भएर के गर्नु छ? अरूलाई जिन्दगीमा सिरियस भएर केही गर्नु छ? तँलाई गर्नु छैन भने त आफ्नो बाटो लाग। अरूलाई गर्नु छ डिमोट कुछ भी लाइक जे पनि सिटी लागिरहेको छ, कुकुर भोकिरहेको छ, कुखुरा कराइरहेको छ, यति धेरै म्युजिक छ बाहिर ब्याकग्राउन्डमा। यस्तै बकस गर्दा गर्दै कान तान्ने आएर गाइज। सो मैले अब यो लगाइसकेँ होइन। अब अलिकति म ब्लस लगाउँछु थोरै मात्र ब्लस लगाउँछु होइन। किनभने मेरो गाला अलरेडी थोरै ब्लस लगाउने गाइस, थोरै। अस्ति क्या होइन मैले यसरी नै ब्लस लगाएँ नाकमा पनि यसरी लगाएँ क्या। अनि त्यसलाई मजाले ब्लेन्ड गर्न बिर्सेँ चाहिँ अनि यतिकै बाहिर खथेँ। अनि मलाई त्यो मेरो मान्छेहरूले के भयो नाकमा कसले हान्यो भनेर भन्दै थियो। इट वाज नट फनी तर मेरो अनुहार हेरेर तपाईँलाई स्याडो लगाउँछौँ थोरै जस्ट बेस मात्रै होइन। किनभने म थोरै मात्रै लगाउँछु। ओके द्याट्स म जबरजस्तीको क्युट बन्न खोजिरहेको छु होइन। अनि के गर्नु त नि नेचुरली क्युट छुइनँ अनि जबरजस्तीको क्युट पनि त बन्नु पऱ्यो नि। जस्तो त्यो भयो पनि जस्तो गरेतमा त्यो बकस गर्नु सक्छ लाइनर। अनि यो चाहिँ हल्का मात्र कोस मात्र निकाल्छु अस्ति जस्तै। किन धेरै भित्रसम्म मलाई लाउन त्यति खासै डेली पनि मतलब छैन तँलाई मनपर्छ कि मनपर्दैन भनेर। गाइस अब हामी आई कलर गर्छौँ अलिकति अनि त्यसलाई लाग्छौँ मस्कारा। अनि अस्ति नै क्या मैले सेयर भिडियो हेर्दै थिएँ यो आई कलर होइन धेरै त्यस्तो गरेर यस्तो दाबेर बस्यो होइन। अनि बस्दा बस्दै अनि त्यसपछि निकाल्ने बेला त सबै आई ल्यासेस नै निस्किरहेको। अनि त्यो भिडियो देखेपछि त होइन म त अलिअलि मात्रै गर्छु त्यस्तो खासै गर्दिनँ। बरु मस्काराले नै होइन मजाले यसलाई पुरै कट गरेर जस्तो गर्छु होइन गर्न खोज्छु। तर त्यो ल्यासेस चाहिँ मजाले त्यसलाई प्रेस गरेर चाहिँ त्यो के अरे कलरले चाहिँ गर्दिनँ कि गाइस। किनभने निस्क्यो भने त निस्किहाल्यो नि यार। भगवान्ले दिएको एउटा यस्तो मिठो राम्रो सम्पत्ति छ यार मेरो। जस आई ल्यासेस चाहिँ दिनुभएको चाहिँ भगवान्ले मलाई राम्रो खाले नै त्यति चाहिँ थ्याङ्क यू ल। मेरो लागि भनेको यति नै हो। भइसक्यो सबै मेकअप भइसक्यो होइन। अब लगाउँछु अलिकति लिपस्टिक एन्ड देन वी आर रेडी टु गो। अनि कपाल कम भन्नु रहेछ कपाल
द्याट्स माई फाइनल लुक गाइज अब म टक्कै एउटा विन्चेटर लगाउँछु अनि त्यसपछि गएर ब्याग बोक्छु एन्ड आइ एम गुड टु गो बाई बाई सी इन माई नेक्स्ट भिडियो यदि यो मध्ये केही मन परेछ भने प्लिज डु लेट मी नो इन द कमेन्ट सेक्सन एन्ड आई विल सी इन माई नेक्स्ट भिडियो बाई बाई